शिक्षक हरेक विद्यार्थीको रोल मोडल जस्तै बनेका हुन्छन्। विद्यार्थीले शिक्षकलाई आफ्नो जीवनको गुरु नै मानेका हुन्छन्। तर कुनै कुनै गुरु आफ्नो गलत लाइफस्टाइलको कारणले गर्दाखेरि मानसिक समस्यामा पनि परेका हुन्छन्। ती शिक्षकहरूमा परिवारको दबाव हुन सक्छ अथवा गलत लाइफस्टाइलको कारणले गर्दाखेरि थुप्रै शिक्षकहरूमा मानसिक समस्याहरू अहिलेको समयमा देखिन थालेको छ। यस्तै मानसिक समस्याको कारणले गर्दाखेरि उनको सुस्त मनस्थिति बन्दै गएको थियो। एकजना शिक्षकले आफ्नो श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेर विभत्स हत्या गरेको घटना अहिले बाहिर आएको छ। यही घटनाको बारेमा आजको यस अपराध कहानीमा विस्तृत रूपमा कुरा गर्नेछु। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। आजको विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। धनगढी उपमहानगरपालिका वडा नम्बर 7 देवरियाको बडीमालिका टोलमा डम्बरराज जोशी र उनको श्रीमती 30 वर्षीय सरस्वती अवस्थी उनीहरूको दाम्पत्य जीवन राम्रै चलिरहेको थियो। बिहे भइसकेपछि उनीहरूको सम्बन्ध राम्रै थियो। डम्बरराज जोशी आफ्नो श्रीमतीलाई धेरै प्रेम प्यार गर्थे। सम्बन्ध राम्रै थियो। घर परिवारको सबैजना खुसी नै थिए। छोरो शिक्षक छ, बुहारी घरमा खाना पकाउनेदेखि लिएर सबै काम गर्छ। उनीहरूको परिवार ठिकठाक चलेको थियो। तर मानिसको जीवन एकनासको कहाँ हुन्छ र? जीवनले कतिखेर कुन मोड लिन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन। शिक्षण पेसामा आबद्ध रहेकै बेला डम्बरराज जोशीको मानसिक समस्या आउन थाल्छ। सायद उनको गलत लाइफस्टाइलको कारणले पनि हुन सक्छ अथवा मानसिक दबावको कारणले गर्दाखेरि डिप्रेसनमा गएको पनि हुन सक्छ, जसको कारणले गर्दाखेरि उनको मानसिक अवस्था, मानसिक सन्तुलन बिग्रदै गइरहेको थियो। बिहे गरेको केही समयपछि डम्बरराज जोशी र 30 वर्षीय सरस्वती अवस्थी जोशीको कोखबाट बच्चा जन्मिन्छन्। उनीहरूको अहिले 2वटा बच्चा छ र उनी शिक्षण पेसामा आबद्ध थिए। राम्रै जागिर चलिरहेको थियो। काममा पनि फोकस नै थिए। डम्बरराज जोशीको आमाको भनाइअनुसार उनीहरूको योभन्दा अगाडि कहिले पनि झगडा भएको थिएन। फागुन 23 गते रातिको कुरा हो। डम्बरराज जोशी र उनको श्रीमती सरस्वती अवस्थी जोशीको बीचमा झै झगडा हुन थाल्छ। उनको परिवारले सबैजना थाहा पाउँछन्। डम्बरराज जोशीको आमाले बुहारीलाई जाउँ यो घरमा नबसौँ भनेर भन्छन्। तर सरस्वती अवस्थी जोशी मान्दैनन्। बौलाएको श्रीमान छ, यसले आफै आत्महत्या गरेर मर्न पनि सक्छ भनेर भनिन्। आमाले भनेको कुरा उनले मानिनन् र श्रीमानसँगै बस्छु भनिन्। डम्बरराज जोशीको मानसिक सन्तुलन बिग्रेकै कारण परिवारमा ससानो कुरालाई लिएर विवाद गरिरहन्थे। त्यो रात पनि झै झगडा गर्न थाल्छन्। उनको आमा अर्को छोराको घरमा गएर बस्छन्। डम्बरराज जोशी आफ्नो श्रीमतीमाथि कुटपिट गर्न थाल्छन्। कुटपिट गर्ने क्रममा आफ्नो श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेर रातिको 10 बजे विभत्स हत्या गरिदिन्छन्। घरभित्रबाट बरन्दा हुँदै रगतको खोला नै बग्छ। पछि डम्बरराज जोशीको 7 वर्षीय छोरी दौड्दै छिमेकीको घरमा जान्छन्। छिमेकीको घरमा गइसकेपछि ढोका ढकढकाउँदै गर्दाखेरि एकजना छिमेकीले ढोका खोल्न मान्दैनन्। यति राति अर्काको घरमा को ढोका ढकढकाउन आयो भनेर सोध्छन्। पछि लामै टाइमसम्म ढोका ढकढकाउन थालेको सुनेर बाहिर निस्किन्छन्। हस्याङ फस्याङ गर्दै आएको ती बच्चाले भन्छन्, हाम्रो घरमा यस्तो यस्तो घटना घटिसकेको छ, आइदिनु पर्यो भनेर। ती छिमेकी त्यहाँ जान्छन्। त्यहाँ गइसकेपछि बरन्डाबाट रगत बाहिर आइरहेको देख्छिन्। त्यो छिमेकीले प्रहरीलाई फोन गर्छन्। प्रहरीलाई फोन गरिसकेपछि प्रहरीको टोली आउँछ र त्यहाँ भित्र कसैलाई पनि नेपाल प्रहरीले अनुसन्धान नगरेसम्म छिर्न दिएको थिएन। आफ्नो श्रीमतीको विभत्स हत्या गरे लगत्तै डम्बरराज जोशी घरबाट फरार हुन्छन्। प्रहरीले बिहानसम्म खोज तलास तीव्र पार्छ। खोज तलास गर्ने क्रममा राप्ती सोनारी 8 शमशेरगञ्ज चौकी प्रहरीले हल्का मानसिक सन्तुलन
गुमाएको दम्मराज अवस्थीलाई पक्राउ गर्छ। दम्मराज जोशीलाई पक्राउ गरेर नेपाल प्रहरीले धनगढी ल्याइसकेको छ। अहिले उनी ठुनामा छन् र मृतक 30 वर्षीय सरस्वती अवस्थी जोशीको शव पास्टमोर्टमको लागि सेती अञ्चल अस्पतालमा राखिएको छ। मनोचिकित्सकहरूसँग भेटेको भए, औषधि उपचार गरेको भए सायद यस्तो घटना घट्दैनथ्यो होला। त्यसकारण अहिलेको समयमा के छ भने हरेक मानिसहरूमा अहिले मानसिक समस्या दिन प्रतिदिन बढ्दो छ। यही मानसिक समस्याकै कारणले गर्दाखेरि थुप्रै किसिमको समाजमा नराम्रा अपराधिक घटनाहरू र विकृति विसङ्गतिहरू फैलिरहेको छ। तपाईँ हाम्रो परिवारमा पनि कसैको मानसिक अवस्था बिग्रिरहेको छ, त्यो समयमा हामीले थाहा पाएर मनोचिकित्सक अथवा योग, ध्यान, आध्यात्मिक जीवनमा शरीर गराउन आवश्यक छ। अहिले उनीहरूको 2 वटा बच्चाहरूको भविष्य कस्तो होला भन्ने किसिमको अन्योलता सिर्जना भएको छ। बुवा जेलमा, आमाको मृत्यु भइसक्यो, हजुरआमा र हजुरबुवाहरू धेरै बुढो भइसक्नु भएको छ, उहाँहरूको रेखदेख कसले गरिदिने? अन्योलता सिर्जना भएको छ र उनीहरूको भविष्य निर्माणको लागि कसले सहयोग गरिदिने? त्यस्तो किसिमको अवस्था सिर्जना भएको छ। आदरणीय दर्शक महानुभाव, आजको यस अपराध कहानी तपाईँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रियाको लागि कमेन्ट सेक्सनमा गएर आफ्नो प्रतिक्रिया राख्न सक्नुहुन्छ भन्दै यस्तै यस्तै अपराधसँग सम्बन्धित भिडियोहरू हेरिरहनको लागि ऊर्जाको मार्ग युट्युब च्यानललाई सब्स्क्राइब भने अवश्य गर्नुहोला भन्दै म तपाईँहरूको माझबाट बिदा लिन चाहन्छु। हवस् त, नमस्कार।